आजको हाम्रो काम भाइहरूले बोलाउँदै थियो, म चाहिँ आउनु पाइनँ आज। गर्दैछु रातभरि होइन भाइ। हो, यो चाहिँ हाम्रो कुमार सरको गोर्खा फुटसलको तल्लोपट्टि अब क्याफे बन्दैछ। हाम्रो सरकै हो क्याफे चाहिँ, अब नाम चाहिँ थाहा भएन होइन अहिले। सरको चाहिँ हाम्रो एमटी एभरेस्ट भनेर ट्रेनिङ सेन्टर, पुरानो चलेको ट्रेनिङ सेन्टर पनि छ होइन। अनि यो चाहिँ हामीले कतिमा ठेका लिएको भाइ भन्दै? यो हामीले अब 50,000 भन्ने कुरा छ। अब हेरौँ, गर्दै जाउँ के हुन्छ। होइन कान्छा, सरको चाहिँ हाम्रो यो सरको घरदेखि लिएर तल ट्रेनिङ सेन्टर, अनि यहाँ फुड सप, अब यो नयाँ बनिने सबैमा सबै पहिलादेखि हामीले मेन्टेनेन्स कामहरू टाइमको हामी भनेको चाहिँ पुरानो एउटा विश्वासिलो टेक्निसियन धरानमा होइन। सरले जहाँ सानो काम भए पनि ठुलो काम भए पनि हामीलाई नै सम्झिनुहुन्छ। त्यही भएर अब यहाँ पनि अस्ति भन्नुभएको थियो, 2-4 दिन अलिकति लेट चाहिँ भयो, तर पर्खेर पनि अब आजबाट गर्दैछौँ। हेर्दै जाउँ, अब त्यो बनिसकेपछि नि भयो भने तपाईँहरूलाई हामी कस्तो बन्यो कस्तो बनायौँ हामी देखाउँछौँ। सब अपडेट चाहिँ हामीले बत्ती चाहिँ हाल्दैछौँ। बत्ती उयो बलहरू हालिसकेको छौँ। यहाँ अब काम यहाँ माथिको चाहिँ लास्ट भइसक्यो। हामी पुरै काम चाहिँ फेरि विदेशी सिस्टमले गर्छौँ है। सामान चाहिँ फेरि त्यो ठ्याक ठोक्ने भित्ता फुटाउने त्यस्तो केही हुँदैन, सबै मेसिनबाट होइन भाइ। हो नि, काम भनेको गुणस्तरीय गर्नुपर्छ। पैसा भनेको सबैको मेहनतको कमाइ हो होइन। र सबैको राम्रो बनाउनुपर्छ, खर्च सकेसम्म बेस्ट दिनुपर्छ काममा। हाम्रो भिडियो हेरेर माया गरिदिनु होला। यो भिडियो चाहिँ हामी युट्युबमा पनि हाल्छौँ होइन कान्छा? सबै अब यहाँ यहाँको कामहरू चाहिँ सबै यहाँ हामी अब अलिक खिचेर एक महिना त लास्टै बिजी हुन्छ, कतै निस्किनु पाएन। यहाँ यो एन्डा सरुमको तल ठुलो उयसमा यहाँ गर्दैछौँ। साइडहरू सबैको चाहिँ इटलीतिर एकैचोटि भइरहेको छ कि अब अलिक दिन चाहिँ पुरै बिजी हुन्छौँ हामी। ल रमाइलो छ। अरू के छ भाइ हाम्रो कामको बारेमा? भाइ अब काम अलिकति प्याक भएर कतिजना हाम्रो दाइ दिदी, अब क्लाइन्ट भन्दा नि मेरो त धेरै रिलेसन टाइपको हुन्छ कामहरू। अब दाइ दिदीहरू होइन, अङ्कल आन्टीहरूको कामहरू अब भ्याएको छैन, त्यही पनि हामी मिलाउँदै जाँदैछौँ। अब एक प्रकारले अब क्लाइन्ट नै हुनुहुन्छ, त्यही पनि अब धेरै जस्तो मायाले दिनुहुन्छ। काम राम्रो गर्छ भनेर दिनुहुन्छ, पर्खिदिनुहुन्छ, त्यही नै खुसी लाग्छ। हाम्रो धरानमा सबभन्दा बिजी इलेक्ट्रिसियनमा पर्नुहुन्छ है हाम्रो भाइ पनि। उहाँलाई सबैभन्दा त नभनौँ, तर यसो बिजी चाहिँ हुन्छ। बिजी नै हुन्छ हाम्रो भाइ। अब हामी नै हो सँगै हिँड्ने, उहाँसँग हामी हिँड्यौँ भने हाम्रो पनि दिनभरि फुर्सद चाहिँ हुँदैन। घरि कता कुदेर हुन्छ। हुनु त मै अल्छी गरेर नहिँड्नु हो। अब अलिक टाइमपछि चाहिँ हिँड्छु म। उहाँ भाइको नम्बर, भाइले चाहिँ फेरि मोबाइल, टिभी, फ्रिज होइन, एसी सबै बनाउँछ। अलराउन्डर हो भाइ। तपाईँहरूलाई काहीँ चाहिएको छ भने कन्ट्याक्ट नम्बर चाहियो भने चाहिँ मलाई भन्नु, म भाइको नम्बर दिन्छु। हामी आउँछौँ त्यसपछि। ल आजलाई यति।